हेलो गुड मर्निङ सबैलाई है नमस्ते सेड्युलले किनभने अब भर्खरै उठेको छु ओछ्यानको उठेको छ हेर्नुहोस् साढे 2 ब्याकग्राउन्डमा भर्खर उठेको छु म पनि हजुर आराम चल्ने चला उठेको छु अनि अब म उठेर ब्रस गर्दैछु र अनि त्यसपछि हामी ब्रेकफास्ट गर्नको लागि जानेछौँ है बाहिरको भ्युज चाहनुहुन्छ भने देखाउनेछु हजुरहरूलाई यस्तो छ हेर्नुहोस् टनटनी घाम लागेको छ यो चाहिँ हामी बस्ने घर है साथीहरू होटेल हो तर यो क्याम्प भन्छन् क्या एउटा कन्टेनर जस्तो छ तर एउटामा 2टा रुम छ है यो हो बिहानको भ्युज किनभने भर्खर उठेको छु यो हाम्रो हामी बसेको यो चाहिँ म बस्ने रुम है 771 रुम नम्बर यो सिडी यस्तो छ हामी बस्ने है त साथीहरू अब मुखसुख दिनेछौँ अनि फेरि ब्रेकफास्टको लागि जानेछु अनि त्यसपछि फेरि भेटौँ है त गाइजहरू हामी अब जाँदैछौँ है ब्रेकफास्ट लिन मेरो सालो केटो अगाडि हिँड्ने चाहिँ है किनकि अब हामी भर्खरै ब्रस गरेर अब मुख धोएर होइन अब हामी पानीको बोतल लिएर जाँदैछौँ हामीले चाहिँ अब ब्रेकफास्टको लागि किनकि अब 8 बजीसम्म मात्रै पाउँछ ब्रेकफास्ट 7:30 भइसक्यो है त्यही भएर अनि यस्तो फुल पनि छ नि फेरि कडा खाले दामी छ नि फुल गाह्रो छ घाम लागेको छ हजुर बिहान हेर्नुहोस् खतरा घाम बिहानको दृश्य होटेलहरू यस्तो छ हाम्रो चाहिँ होटेलमा चाहिँ यस्तो छ यो हाम्रो गेट है फुल छ दामी खाले चप्पल लगाएर पेटक पड्काएर हामी जाँदैछौँ ब्रेकफास्ट लिन हेर्नुहोस् त छ फुलहरू छ यस्तो अनि यहाँ एउटा सालोले बिरालो खेलिरहेको छ त्यसो बिरालो है बिरालोको बच्चा अनि यो रोड गाह्रो छ उनीहरू साथीहरू हाम्रो इन्डियन साथीहरू मेरो ब्याकग्राउन्डमा चाहिँ गाह्रो छ हो साथीहरू गाह्रो छ मित्र हेर्नुहोस् त यस्तो दामी छ बिहानको टक्क हरियाली चाहिँ यतातिर अलिअलि रुखहरू छ हल्का त हल्लिँदो रहेछ हौ हिँड्दाखेरि चाहिँ हल्लिँदो रहेछ कि यसलाई कसरी मेन्टेन गर्ने होला होइन हिँड्दाखेरि त हल्लिने भयो मोबाइल पक्रिँदाखेरि है पुग्नु लाग्यो है जस्ट 2 मिनट लाग्छ रुम उता अनि ब्रेकफास्ट गरेर चाहिँ टाउनपर्छ हामी अलिकति हिँडेर 2 मिनट जति त्यस्तै लाग्छ हिँड्दाखेरि अब सोची हिँड्यो भने 1 मिनट आइपुग्छ बिस्तारै 2 मिनट लाग्छ अहिले हामी साउदी जुबेलमा छौँ आएको अब 3 महिना 3.5 महिना हुन लाग्यो यहाँ आएको फेरि
त्यसपछि हामी फेरि जानेछौँ हामी दुबईतर्फ जानेछौँ यो हो हामी बस्ने होटल हेर्नुहोस् त यो हो हामी बस्ने होटल ल गाइस अब हामी यो गेटबाट भित्र छिर्नेछौँ त्यसपछि फेरि भित्र नै भेटौँला यो हो भित्रको महल होइन त कस्तो महल के महल भन्छ के भन्छ सक्यो अन्त भित्र पहिला यहाँनिर थियो क्या पहिला पुरानो यो फुलको यो रुखको यो बुट्टाको पछाडि पुरानो बिल्डिङहरू थियो भत्काएर अहिले छैन नयाँ बनाएन अब पर चाहिँ छ बिल्डिङहरू यहाँ चाहिँ अब हामी ब्रेकफास्ट लिनेछौँ भित्र रिसेप्सन नि त यहाँ त रात परिसकेछ त साथी हो यहाँ त हाम्रो त गाह्रो छ रात परिसकेछ हेर्नुहोस् त हामी नि खाना खानु जानु लागेको अब साँझको डिनर हो कि अब भोक लाग्यो नि त अब कहाँ गयो सालो कहाँ गयो मेरो के हो भाषा भने मान्छे जाने के हो बेपत्ता छ त राखेन मैले मलाई हाले जस्तो लाग्थ्यो हालेर अहिले खुसुक्क अहिले छ त्यहाँ मैले चाबी लेखेन क्या मैले यो पानीमा मैले चाबी लेखेन लग हालै चोराउँछ रुममा फेरि रात परिसकेको साथी हो हाम्रो यहाँ त है हेर्नुहोस् थाहा भएन मलाई त्यही टेबल हिँड अगाडि हिँड म पछि आउँछु जेन्जीको नि बाउ आइया त्यो बाहिर गयो भने ल खाना खानालाई सन्तोष भाइहरू गइसक्यो बोलाउँदैन केटाहरू हामीलाई खाना खाना यार यसो बोलाए पो खाना खानालाई सँगै जानुहुन्थ्यो बोलाउँदैन साथीहरू भरे उता पो भेट्छ बाटो भइरहेको यस्तो छ हाम्रो होइन पुरा रुम हो हाम्रो यो सबै यहाँ बस्ने रुम नै हो सबै यो हामी चाहिँ अब खाना खाना जानु लाग्यो हजुर ल है त भेट्दै गरौँ है साथी हो फाइनली हामी चाहिँ खाना खाएर आयौँ होइन खाना खाएर अब हजुरहरूलाई के देखाउनु भयो देखाएन कि अब खाना खाँदै गर्दैको भिडियोहरू चाहिँ मैले खिचेन त्यही भएर यता आएर रुममा आएर एकैचोटि भिडियो बनायो अनि त्यसपछि अब खाना खायौँ यताउता यसो हिन्डुल कार्यक्रम चलिरहेको छ रात बजिसकेको छ कि 7-8 बजिसक्यो अनि हजुरहरूलाई सन्चै आरामै हुनुहुन्छ भन्दै अब अरू त के भन्ने हो र अनि हजुरहरूलाई मन पऱ्यो भने मेरो भिडियोलाई लाइक सेयर कमेन्ट पनि गरिदिनु अनि मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु नभुल्नु होला हजुरहरूको साथ सपोर्टको कमी नै छ अहिलेसम्म अझै पनि हजुरहरूले यसरी नै माया गर्नुहुन्छ भनेर म विश्वास गर्दछु त्यही भएर हजुरहरूले मेरो यो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त हजुरहरू ल